यो दर्शक दीर्घबाट यसको भरपूर मनोरञ्जन लिन सँगसँगै यसलाई हौसला प्रदान गर्ने पनि म अनुरोध गर्दछु। त्यसै गरी आजको यस कार्यक्रम अवलोकन गर्नका लागि यसै नुवाकोट जिल्ला बेलकोट निवासी सूचना विभागका महानिर्देशक श्री उदय राणाज्यूलाई आसन ग्रहण गरिदिनुको लागि म अनुरोध गर्दछु। यथास्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। सँगसँगै आजको हाम्रो यस मेलालाई अवलोकन गर्नका लागि नुवाकोट जिल्ला आयुर्वेद प्रमुख श्री नागेन्द्र प्रसाद गिरिज्यूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। एक जोडी जोडीमा यतिखेर हामी मैदानमा देख्न सक्छौं तारकेश्वर गाउँपालिका वार्ड नम्बर धादिङ नीलकण्ठ नगरपालिका वार्ड नम्बर 5 का राजु मगरको काले गोरुसँग तारकेश्वर गाउँपालिका वार्ड नम्बर 2 को रामचरण अछामीको तारे गोरु बीचको प्रतिस्पर्धा भइरहेको छ भने अब यस पछाडि प्रतिस्पर्धाको क्रममा यस पछाडि तारकेश्वर गाउँपालिका वार्ड नम्बर 2 निवासी युवाबहादुर मगरसँग तारकेश्वर गाउँपालिका 3 निवासी लोकमान श्रेष्ठको मङ्गले गोरुले तारकेश्वर गाउँपालिका वार्ड नम्बर 2 निवासी युवाबहादुर मगरको गोरुसँग प्रतिस्पर्धा मिर्गे गोरु बीचको प्रतिस्पर्धा रहेको छ। त्यसैले उहाँलाई पनि गोरुलाई तयारी अवस्थामा राख्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। युवाबहादुर मगर तारकेश्वर 2 निवासी मिर्गे गोरुसँग तारकेश्वर 3 का लोकमान श्रेष्ठको मङ्गले गोरु बीचको प्रतिस्पर्धा यस पछाडि हुनेछ। र त्यसै गरी अर्को हलको रूपमा तारकेश्वर 2 का युवाबहादुर मगर र लोकमान श्रेष्ठ तारकेश्वर निवासी लोकमान श्रेष्ठ गोरुको प्रतिस्पर्धा पछाडि तारकेश्वर 3 का लोकबहादुर श्रेष्ठको गोरु र नीलकण्ठ नगरपालिका धादिङ 5 का बलबहादुर भुजेलको गोरुको प्रतिस्पर्धा रहेको हुनाले उहाँहरूलाई पनि गोरु तयारी अवस्थामा राखिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। फेरि पनि अनुरोध गर्न चाहे कृपया तपाईँले आफ्नो सवारी साधन बाटामा पार्किङ नगरिदिनु होला। यस मेलालाई अवलोकन गर्न आउनुभएको वीर अस्पतालका लेखा निर्देशक मदन श्रेष्ठज्यूलाई पनि यथास्थानमा अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। यथास्थानमा अतिथिको आसन ग्रहण गरिदिनु होला मदन श्रेष्ठज्यू वीर अस्पतालका लेखा निर्देशक। त्यसै गरी अहिले यतिखेर यस माघे सङ्क्रान्ति मेला 2082 मा चौथो हल गोरु प्रतिस्पर्धा गरिरहेका छन्। नीलकण्ठ 5 धादिङका राजु मगरको काले गोरुसँग तारकेश्वर गाउँपालिका 2 का रामचरण अछामीको तारे गोरु बीचको प्रतिस्पर्धा चलिरहेको छ। कृपया दर्शक महानुभावहरू तपाईँहरू गोरु प्रवेश गर्ने द्वारमा नबस्दिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। गोरुहरू प्रतिस्पर्धाको क्रममा कुनै पनि बाटोबाट भाग्न सक्ने भएको कारणले गर्दाखेरि तपाईँहरूलाई असर पर्न जान्छ, तपाईँहरूको स्वास्थ्यमाथि क्षति पुग्न जान्छ र त्यसले गर्दाखेरि तपाईँले गोरुको प्रवेश द्वारलाई खाली राखिदिनु होला, सकेसम्म खाली राखिदिनु होला र आफू पनि सुरक्षित रहेर आफ्ना साना नानी बाबुहरूलाई पनि सुरक्षित साथ राखेर मेलाको अवलोकन गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी जसले मैदानको वरपर सवारी साधनहरू पार्किङ गर्नुभएको छ कृपया
मैदानको वरपर सवारी साधनहरू पार्किङ नगरिदिनु होला, जसले हाम्रो त्यो मेलामा दर्शक महानुभावको चापौनी बढ्दै गइरहेको छ। गोरुहरू पनि भाग्ने क्रममा, दौडिने क्रममा सवारी साधनमा तपाईँको सवारी साधनमा क्षति पुग्न जान सक्छ। त्यसको क्षति आयोजकले लिने छैन, तपाईँ स्वयं आफै हुनुहुनेछ। त्यसैले तपाईँहरूले आउनुभएको छ, तपाईँको स्वास्थ्यमा असर परिरहेको, स्वास्थ्य समस्या आएको खण्डमा तपाईँले नेपाल रेड क्रस सोलुखुम्बु तालुकाको शाखाले हेल्थ डेस्क सञ्चालन गरेको छ, जहाँ तपाईँले प्राकृतिक उपचार लिन सक्नुहुनेछ। त्यसै गरी गोरुहरू पनि प्रतिस्पर्धा क्रममा घाइते भएमा तपाईँले दीपक अधिकारी मार्फत उपचार गराउन सक्नुहुनेछ। यतिखेर मैदानमा चौथो हल गोरु प्रतिस्पर्धा गरिरहेको छ। तार्किक नीलकण्ठ नगरपालिका 5 का राजु मगरको काले गोरुसँग तारकेश्वर गाउँपालिका वार्ड नम्बर 2 निवासी रामचरण अछामीको तारे गोरु बिचको प्रतिस्पर्धा हो यो चौथो हल, आजको चौथो हल। त्यस पछाडि युवा बहादुर मगर तारकेश्वर 2 निवासीको मिर्के गोरुसँग तारकेश्वर 3 निवासी लोकमान श्रेष्ठको मङ्गले गोरु बिचको प्रतिस्पर्धा रहेको कारणले गर्दाखेरि प्रतिस्पर्धा रहेको छ। त्यसैले गर्दा दुवै किसान दाजुभाइहरूलाई आफ्नो गोरु पनि तयारी अवस्थामा राखिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। त्यस पछाडि रहेको छ नीलकण्ठ नगरपालिका 5 धादिङ निवासी बलबहादुर भुजेलको गोरुसँग तारकेश्वर गाउँपालिका 3 निवासी लोकबहादुर श्रेष्ठको गोरु बिचको प्रतिस्पर्धा रहेको छ। उहाँहरूलाई पनि तयारी अवस्थामा रहिदिनु हुनको लागि, आफ्नो गोरुलाई तयारी अवस्थामा राखिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। यो हामीले विगतका वर्षहरूमा छुट्टै खालको कार्यक्रमहरू देखेका थियौँ। यो आदरणीय दर्शक महानुभावहरूको माघ बमोजिम यो कार्यक्रम परिवर्तित भएको छ। हामीले यस वर्षदेखि यहाँ कुनै पनि व्यक्तिलाई विशेष अतिथि, त्यस पछाडि प्रमुख अतिथि र खादामाला, त्यसपछि भाषण रहित कार्यक्रम सञ्चालन गरेका छन्, जुन तपाईँहरूको माघ बमोजिमको कार्यक्रम हो। त्यसै गरी फेरि अनुरोध गर्न चाहे, कृपया जसले भिडियोको लागि भिडियो बनाउनको लागि ड्रोन युज गर्नुहुन्छ, कृपया तपाईँहरूले माथि मात्र र पाटाको वरपर मात्र त्यो ड्रोन क्यामेरा युज गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। तपाईँको सीमित क्षेत्रभित्र मात्र त्यो ड्रोनलाई प्रयोग गर्नुहोला। सीमित क्षेत्र बाहिर तपाईँहरूलाई अनुमति छैन ड्रोन उडाउनको लागि। त्यसैले तपाईँहरूले सीमित क्षेत्रभित्र मात्र ड्रोनको प्रयोग गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। र हामीले भने बमोजिम नै तपाईँहरूको गोरुको हारजित हुन्छ। तपाईँहरूले मैदानमा हारजित भइसके पछाडि आफ्नो गोरुलाई सुरक्षित स्थानमा कृपया पुरस्कार ग्रहण गर्नको लागि स्टेजमा आउनुहोला र पुरस्कार ग्रहण गर्ने बेलामा तपाईँले नागरिकताको प्रतिनिधि लिएर आउनुपर्नेछ। जुन आयोजकले निर्धारण गरेको पुरस्कार छ, तिनको आयोजनामा भइरहेको माघे सङ्क्रान्ति मेला 2082 को पुरस्कार गोरुको हारजित पश्चात नै तत्काल उपलब्ध गराइने हामीले तपाईँलाई जानकारी गराएका छौँ। तपाईँहरू पनि यदि कोही हाम्रा किसान दाजुभाइहरूलाई प्रायोजन गर्न चाहनुहुन्छ भने, दर्शक महानुभावहरूको तर्फबाट प्रायोजन गर्न चाहनुहुन्छ भने स्टेजमा आएर सम्पर्क गरिदिनु होला। त्यसै गरी हाम्रो नुवाकोट समाज दक्षिण कोरियाले हाम्रा किसान दाजुभाइहरूलाई मकैको बिउ उपलब्ध गराएको छ। उहाँहरूलाई विशेष धन्यवाद र उहाँहरूप्रति हामी आभारी पनि छौँ। हामी देख्न सक्छौँ आजको चौथो हल प्रतिस्पर्धा गरिरहेको छ। धादिङ नीलकण्ठ नगरपालिका 5 का राजु मगरको काले गोरुसँग तारकेश्वर गाउँपालिका वार्ड नम्बर 2 का रामचरण अछामीको गोरु बिच प्रतिस्पर्धा भइरहेको छ। यी गोरुहरू केवल मनोरञ्जनको लागि मात्र किसान दाजुभाइहरूले पालिएका होइन। विगतका हाम्रो देश कृषि प्रधान देश हो। अहिले हामी प्रविधिको युगमा छौँ। अहिले प्रविधिले केही सहज बनाए तापनि विगत धेरै वर्ष अगाडि त्यो प्रविधि हामीसँग थिएन। किसान दाजुभाइहरूले गोरुलाई खेती किसानीको रूपमा आफ्नो परिवारको सदस्य जस्तै गरी पालन पोषण गर्नुभएको छ। र बेला बेला हामीलाई ट्याग पनि लाग्ने गर्छ पशु जुटाएर मनोरञ्जन लिने भनेर। त्यो केवल मनोरञ्जनको लागि मात्र पालिएको होइन र यी पशुहरूलाई हामीले आफ्नो परिवारको सदस्य जसरी नै पालेका छौँ। हामीले पनि यो मेलामा प्रतिस्पर्धा गराउने क्रममा गोरुहरूको
ज्यान उनीहरूको कौल अनुसार नै हल वर्गीकरण गरिएको हुन्छ। तत्कालै गोरुहरूमा असर पर्न गएमा हामीसँग प्राविधिक टोली अथवा डाक्टरहरू पनि उपलब्ध छन्, पशु डाक्टरहरू। त्यसै गरी हामीले गोरुको वर्गीकरण गर्दा नै उनीहरूको वेट र ज्यान अनुसारको हल वर्गीकरण गरेर सुरक्षित रूपमा मेलालाई सञ्चालन गर्दै आइरहेका छौँ। यतिखेर हामी देख्न सक्छौँ आजको चौथो हल प्रतिस्पर्धा गरिरहेको छ। चौथो हल नीलकण्ठ नवमुनि गोरु प्रवेश गर्ने द्वारमा बसिरहनु भएको छ। तपाईँहरू त्यहाँबाट हटिदिनु होला र आग्रह गर्न चाहे सुरक्षा निकायका साथीहरूले कदरको मोडमुनि गोरु प्रवेशद्वारमा बसिरहनु भएको दर्शक महानुभावहरूलाई उक्त स्थानबाट हटाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। यो तपाईँहरूको सुरक्षाको लागि नै हामीले भनिरहेका छौँ, बारम्बार भनिरहेका छौँ। गोरुहरू भागदौड हुने क्रममा तपाईँहरूलाई चोटपटक लाग्न सक्छ। त्यसैले गोरु प्रवेश गर्ने र बाहिरिने स्थानमा तपाईँहरू कृपया उभिएर नबस्दिनु होला। माले हो ये तो माले हो अब लाउँछ के त्यो आदरणीय उपस्थित महानुभावहरू, हामी कार्यक्रमको मध्यमा प्रवेश गरिसकेका छौँ र हाम्रो यस मैदानमा अहिले धादिङ जिल्ला नीलकण्ठ 5 निवासी राजु मगरको काले गोरु र त्यसै गरी तारकेश्वर गाउँपालिका वडा नम्बर 2 निवासी रामशरण अछामीको तारे गोरुको बीच भिडन्त भइरहेको छ। उनीहरू निकै लामो समयसम्म आफ्नो रणकौशल प्रदान गरी मनोरञ्जन प्रदान गरिरहेका छन् र यहाँले यस कार्यक्रममा सफल बनाउनका लागि तारकेश्वर गाउँपालिकाभित्र मात्र सीमित नरही छिमेकी जिल्ला धादिङ जिल्ला, त्यसै गरी छिमेकी स्थानीय तह बेलकोटगढी नगरपालिका लगायत अन्य स्थानहरूबाट पनि आजको यस मेलालाई तन्दुरुस्त र बलियो बनाउनको लागि यहाँले धेरै खर्च गरेर यिनीहरूलाई पोषणयुक्त खानेकुराहरू पनि खुवाउनु भएको हुन्छ। तर यहाँहरूको त्यो श्रम, यहाँहरूको त्यो लगानी अनुसारको पुरस्कार त नगर्ने हो र पनि आयोजकले आफूले व्यवस्थापन गर्न सकेको जति व्यवस्थापन गरेकोमा यहाँले बिना आनाकानी ग्रहण गरिदिनु भएको छ। यसमा सम्पूर्ण कृषकगणी दाजुभाइहरूलाई आयोजक टिम विशेष धन्यवाद दिन चाहन्छ। र यहाँले जुन कार्यक्रममा यहाँ गोरु नपालिदिने हो भने मैले भने यस कार्यक्रमको आकर्षण र महत्त्व बिस्तारै घट्दै जान्छ। विगतका वर्षहरूमा जुधाउने गोरुहरूको निकै चाप रहने गर्थ्यो, तर यस वर्ष केही कमी भए तापनि उल्लेखनीय रूपमा र एकदमै देखाउन लायक गोरुहरू यस मैदानमा आएका छन् र यी गोरुहरू पाल्नको लागि अब आगामी दिनहरूमा यहाँको श्रम र यहाँको लगानी सँगसँगै मेलालाई ऐतिहासिक रूपमा विकास गर्नका लागि तारकेश्वर गाउँपालिकाले विशेष पहल कदमीको साथमा यस कार्यक्रम सञ्चालन र व्यवस्थापन खर्चमा पनि परिमार्जन गरेर अलि बढी रकम व्यवस्थापन गरी गोरुधनी कृषकहरूलाई अझै बढी प्रोत्साहन स्वरूपको पुरस्कारहरू व्यवस्थापन गर्न सकियो भने मेलाप्रतिको आकर्षण अझ बढ्दै जाने कुरामा हामी विश्वस्त रहेका छौँ। मैले यहाँलाई जानकारी गराइसकेँ। विगतका वर्षहरूमा सञ्चालन हुने कार्यक्रमहरूमा जुन भव्य खर्च लाग्ने तर जुन दर्शकहरूको मनमा अलिकति केही चिसो बस्ने आएर कार्यक्रमको प्रभावकारिता जुन यसको मनोरञ्जन प्रदान गर्ने
ऐतिहासिक पहिचानको क्षेत्र घुम्दै गई राजनीतिक रणथलोको रूपमा कार्यक्रम विकास हुँदै गएको दर्शक विवाहबाट जुन गुनासो आइसके पश्चात यस वर्ष तारकेश्वर गाउँपालिकाले यस कार्यक्रमलाई पनि स्वयंसेवकको व्यवस्था गरेका छैनौँ, किनभने यस कार्यक्रम तपाईँ हाम्रो नै हो। यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने जिम्मेवारी सम्पूर्ण तारकेश्वरवासीको। त्यसैगरी यस कार्यक्रमलाई मर्यादित बनाउने र यस कार्यक्रमलाई अझ आकर्षक बनाउँदै लैजाने जिम्मेवारी पनि तपाईँ हाम्रो नै हो। यहाँ कुनै एउटा व्यक्ति, कुनै एउटा सङ्घ संस्थाको आयोजक पक्षको कमजोरी रहने भनेको तपाईँ हामी सम्पूर्णको कमजोरी हो, किनभने आयोजक पक्षलाई कुन तौर तरिकाबाट हामीले सहयोग गर्न सक्थ्यौँ, त्यो कुरामा हाम्रो कुन पक्षमा कमजोरी रह्यो। सल्लाह सुझाव सँगसँगै यहाँहरूको रचनात्मक सहयोगको लागि तारकेश्वर गाउँपालिका सधैँ अपेक्षा राख्दछ। यहाँलाई थाहा नै छ, विगत केही समयदेखि नै खरिद गरिएका मालाहरूको प्रयोग हुन्थ्यो। सँगसँगै यहाँ चाहिँ व्यापार व्यवसाय गर्नुहुने आदरणीय व्यापारी दाजुभाइहरूलाई यस आयोजक टिमले तोकेको जुन दर्ता धरौटी शुल्क बुझाएर अथवा यस कार्यक्रमलाई लोक गायकहरू हाम्रो यस कार्यक्रममा प्रवेश गर्दै हुनुहुन्छ र यहाँहरूसँग यो गोरु जुधाइको मनोरञ्जन सँगसँगै हामी सांस्कृतिक झाँकी सँगसँगै लोक गौरीहरू प्रस्तुत गरेर सांस्कृतिक कार्यक्रमलाई पनि अगाडि बढाउन चाहन्छौँ। हामी मनोरञ्जनपूर्ण कार्यक्रम सँगसँगै सांस्कृतिक कार्यक्रमलाई पनि अगाडि बढाउने जबरजोमा रहँदै गर्दा पनि कलाकारको उपस्थिति केही ढिलो हुन गएको प्रति आयोजक पक्ष यहाँहरूलाई जानकारी गराउन चाहन्छ र आयोजक पक्षलाई पनि यथाशक्य चाँडो कार्यक्रमको उद्देश्य अनुरूप तोकिएको समयमा नै कार्यक्रम स्थलमा उपस्थित भइदिनु पनि आयोजकले हार्दिक अनुरोध गर्दछ। र यस कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरू हामी एकदम संयमित छौँ र अहिलेसम्म हामी एकदम मर्यादित ढङ्गबाट यस कार्यक्रमलाई अवलोकन गरिरहेका छौँ। यसै गरी दिनभरि यहाँले यसरी नै साथ दिनुहुनेछ भन्ने आयोजक टिमले यहाँहरूबाट अपेक्षा राखेको छ। हाम्रो यस मञ्चमा नुवाकोट समाज दक्षिण कोरियाबाट गोरुधनी कृषकहरूलाई प्रोत्साहन स्वरूप मकैको बिउ वितरण गर्ने काम पनि भइरहेको छ। आज यस मैदानमा गोरु जुधाउन पाल्नुहुने गोरुधनी कृषकहरूलाई नुवाकोट समाज दक्षिण कोरियाबाट प्रत्येक गोरुधनी कृषकलाई 2 किलो मकैको बिउ प्रोत्साहन स्वरूप उपहार प्रदान भएको छ। मैले पूर्व पनि यहाँ जानकारी गराइसकेँ। यसै गरी गोरुधनी कृषकहरूलाई प्रोत्साहन स्वरूप सामग्रीको साथमा नगद पुरस्कार सहित यहाँहरूले चाहिँ प्रोत्साहन दिन चाहनुहुन्छ भने आयोजक टिमलाई यहाँले सम्पर्क राख्न सक्नुहुनेछ। सँगसँगै भावी दिनहरूमा पनि यहाँहरूले यस्तै कार्यक्रमको अनुसरण गर्दै यस मेलालाई सभ्य र भव्य रूपमा व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि सहयोग गर्नुहुनेछ भन्ने आयोजकले अपेक्षा गरेको छ। आदरणीय दर्शक महानुभावहरू, मैले एउटा अनुरोध गर्न चाहेँ। तपाईँले अर्जुन बहादुर श्रेष्ठको घरमा आफ्नो सवारी साधन पार्किङ गर्नुभएको छ अरे, त्यो सवारी साधन तपाईँले हटाइदिनु हुनको लागि अनुरोध गर्दछु। त्यहाँ हाम्रो नेपाल रेड क्रस सोसाइटी तालुका उपशाखाको हेरिटेज सञ्चालन भइरहेको छ। तपाईँको सवारी साधनले त्यहाँ बाधा अवरोध सूचना गरेको कारणले गर्दाखेरि जो कोहीले त्यहाँ अर्जुन बहादुर श्रेष्ठको घरमा आफ्नो सवारी साधन पार्किङ गर्नुभएको छ, कृपया आफ्नो सवारी साधन त्यहाँबाट हटाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। मैले देख्दैछु फेरि पनि प्रवेशद्वारमा दर्शक महानुभावहरू बसिरहनु भएको छ, कृपया तपाईँहरू त्यहाँबाट हटिदिनु होला। फेरि पनि अनुरोध गर्न गए सुरक्षा निकायका साथीहरू गोरु प्रवेशद्वारमा बस्नुभएको दर्शक महानुभावहरूलाई अन्यत्र स्थानान्तरण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। गोरुहरू दौडिने भाग्ने क्रममा उनीहरूले जुनसुकै बाटो प्रयोग गर्न सक्छन्। तपाईँ त्यसरी गोरु प्रवेशद्वारमा बसिदिनु भयो भने गोरुहरूले तपाईँलाई हान्ने कुल्चिने हुन्छ, त्यसबाट तपाईँलाई क्षति पुग्न जान्छ। त्यसैले गर्दा कृपया फेरि पनि अनुरोध गर्छु, उक्त स्थानबाट हटेर अन्यत्र बस्दिनु हुनको लागि दर्शक महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी मेला वरपर जसले आफ्नो व्यवसाय सञ्चालन गरिरहनु भएको छ, हामीले पूर्व सूचना दिइसकेका छौँ। तपाईँहरूले आयोजक टिमलाई धरोटी बापत केही रकम बुझाउनु पर्ने हुनेछ। तपाईँले व्यवसाय गर्नुहुन्छ, सञ्चालन गर्नुहुन्छ र आफूले गरेको व्यवसायबाट उत्पन्न भएको फोहोर मैला तपाईँले व्यवस्थित गर्नुहुन्न।
यदि तपाईँले आफ्नो व्यवसायबाट उत्पन्न भएको फोहोर मैला आफै स्वयं व्यवस्थापन गर्नुभयो भने तपाईँको धरोटी रकम फिर्ता हुनेछ। यदि गर्नु भएन भने तपाईँले व्यवसाय सञ्चालन गर्दा उत्पन्न भएको फोहोर मैलाले यहाँको वातावरण प्रदूषित हुने हुँदा उक्त फोहोर मैला हामी आयोजक टिमले गर्ने हुन्छ र आयोजक टिमले व्यवस्थापन गर्नको लागि केही व्यक्तिहरू खोजेर उक्त फोहोर मैला व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा हामी राख्नेछौँ। यदि तपाईँहरू आफै स्वयंले उक्त फोहोर मैला व्यवस्थापन गर्नुभयो भने तपाईँको धरोटी फिर्ता दिइनेछ। हामी देख्न सक्छौँ आजको चौथो हलको रूपमा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 2 निवासी रामचरण आचार्यको गोरुबीच प्रतिस्पर्धा भइरहेको छ। अनुरोध गर्न चाहन्छु मैदानभित्र सुरक्षा निकायका साथीहरू र हामीले गठन गरेका मूल्याङ्कन समितिका साथीहरू र गोरु किसान बाहेक अन्य व्यक्तिहरू कृपया मैदानभित्र प्रवेश नगरिदिनु होला। हामी यो मेलालाई सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्न चाहन्छौँ। हामीले तपाईँको माग बमोजिमले विगतका वर्षहरूमा तपाईँले गुनासो गर्नुहुन्थ्यो हामी भाषण मात्र कति सुन्ने कति भन्ने खालको गुनासोहरूलाई मध्यनजर गर्दा यसपालिदेखि तारकेश्वर गाउँपालिकाले जुन अठोट लिएको छ यो यो मेला नितान्त किसान दाजुभाइहरूको मेला हो। न यहाँ कोही प्रमुख अतिथि हुनुहुन्छ न यहाँ कोही विशेष अतिथि हुनुहुन्छ। हामी सबै हाम्रो यस मेलालाई सफल पार्नु छ। त्यसैले हामी सबै आजको यस कार्यक्रमको अतिथि हौँ। यो हाम्रो मेला हो, तारकेश्वरको पहिचान हो। त्यसैले हामीले यस मेलालाई विश्व सामु चिनाउनु छ। हामीले याद गरेका होला विश्वमा स्पेन पछाडि बुल फाइट हुन्छ नि त्यो नेपाल हो। नेपालभित्र पनि विशेष रूपमा नुवाकोटको तारकेश्वर साबिकको तारुका अहिलेको तारकेश्वर गाउँपालिका हो। यतिखेर हामी प्रतिस्पर्धा गरिरहेका छन् मैदानमा। यस पछाडि अबको अर्को हल रहेको छ तारकेश्वर गाउँपालिका वार्ड नम्बर 2 निवासी युवा बहादुर मगरको मिल्के गोरुसँग तारकेश्वर गाउँपालिका वार्ड नम्बर 3 निवासी लोकमान श्रेष्ठको मङ्गले गोरुबीचको प्रतिस्पर्धा रहेको छ। त्यसैले दुवै किसानहरूलाई मैले अनुरोध गर्न चाहे कृपया आफ्नो गोरुहरू तयारी अवस्थामा राखिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु र फेरि पनि अनुरोध गर्न चाहन्छु अर्जुन बहादुर श्रेष्ठको घरमा आफ्नो सवारी साधन पार्किङ गर्नुभएको छ। कृपया उक्त स्थानबाट तपाईँको सवारी साधन हटाइदिनु हुनको लागि अनुरोध गरे। त्यहाँ नेपाल रेड क्रस सोसाइटी तालुका उपशाखाको हेल्थ ब्रेक सञ्चालन भइरहेको छ जुन तपाईँ हामीहरूकै लागि हो। हामी टाढा टाढाबाट मेला हेर्न आएका छौँ। बा 93 53 35 नम्बरको मोटरसाइकल अर्जुन बहादुर श्रेष्ठको घरमा पार्किङ गरिएको छ। कृपया उक्त मोटरसाइकल धनी जो हुनुहुन्छ जो कोही हुनुहुन्छ तपाईँले उक्त स्थानबाट आफ्नो सवारी साधन हटाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। 93 35 नम्बरको मोटरसाइकल अर्जुन बहादुर श्रेष्ठको आँगनमा पार्किङ गरिएको छ। तपाईँको सवारी साधनले त्यहाँ केही असहज सिर्जना गरेको कारणले गर्दाखेरि अनुरोध गर्न चाहे तपाईँको सवारी साधन त्यहाँ गएर अबेन्द पार्किङ गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। केही पनि अनुरोध गर्न चाहे 93 58 37 नम्बरको मोटरसाइकल कृपया गएर हटाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। अर्जुन बहादुर श्रेष्ठको आँगनमा पार्किङ गरिएको 93 58 37 को मोटरसाइकल तपाईँ जो कोही हुनुहुन्छ सवारी साधन धनी कृपया त्यहाँ गएर तपाईँको आफ्नो सवारी साधनलाई हटाई अन्यत्र पार्किङ गरिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। यतिखेर मैदानमा नीलकण्ठ 5 धादिङका राजु मगरको गोरुसँग तारकेश्वर गाउँपालिका वार्ड नम्बर 2 का रामचरण आचार्य बिचको गोरु प्रतिस्पर्धा भइरहेको छ। यस पछाडि युवा बहादुर मगर तारकेश्वर गाउँपालिका नम्बर 2 को मिल्के गोरुसँग तारकेश्वर 3 निवासी लोकमान श्रेष्ठको मङ्गले गोरु बिचको प्रतिस्पर्धा रहेको कारणले गर्दाखेरि दुवै किसान धनीहरूलाई पनि आफ्नो गोरुलाई तयारी अवस्थामा राख्नु हुनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी यस पछाडि युवा बहादुर मगरको गोरु पछाडि र लोकमान श्रेष्ठको गोरु पछाडि
नीलकण्ठा नगरपालिका 5 धादिङका बलबहादुर भुजेलको गोरुसँग तारकेश्वर गाउँपालिका 3 निवासी लोकबहादुर श्रेष्ठको गोरु बिचमा ठ्याक्कै रुखले थियो कि आफूलाई कृपया आयोजक टिमले घोषणा गरे अनुसार राजु श्रेष्ठ र श्याम सार्की तपाईँ जहाँ कोही हुनुहुन्छ कृपया आफ्नो नागरिकताको प्रतिनिधि लिएर स्टेजमा पुरस्कार लिनको लागि गर्दछु। राजु श्रेष्ठ तारकेश्वर 2 निवासी र श्याम सार्की तारकेश्वर 3 निवासी, जसमा श्याम सार्कीको गोरु विजेता र राजु श्रेष्ठको गोरु विजेता भएको थियो। तपाईँहरूलाई स्टेजमा आफ्नो पुरस्कार ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। आजको चौथो राजु